What up gang, good morning. अहिले चाहिँ पानी परिरहेको छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म एसीको हावा खान ब्याङ्क गएँ अनि मामाले चाहिँ नगरपालिकाले व्यापार गर्न दिएन। अब मै बन्छु नेपाली एस्ट्रोनल भन्नुभयो। मैले पनि हुन्छ ल म भिडियो बनाइदिन्छु भनिदिएँ। आजको मौसमले चाहिँ बुङ्गुरको मासु खाने च्यालेन्ज गर्यो, त्यही भएर मैले बुङ्गुरको मासुमा ट्याक्क बोडी हालेर बनाइदिएँ अनि एकछिन पब्लिकमा कसरी बोल्ने भनेर प्र्याक्टिस गरिदिएँ। साइडमा त डगेश बाबु मस्त सुतिराख्नु भएको रहेछ, डिस्टर्ब नगरिकन म जिम चलिदिएँ एज युजुअल भन्दा। आजको मौसम चाहिँ अलि शीतल नै थियो। डान्स गर्न त आउँदैन, एटलिस्ट जिममा भयो भने कम्मर मड्काइदिउँ भनेर कम्मर मड्काइदिएँ। कम्मर मड्काउँदै झन्डै कम्मर छड्केन, त्यही भएर सिटेड केबल रो गर्नतिर गएँ किनकि आज थियो ब्याक एन्ड बाइसेपको एक्सर्साइज। आफ्टर द्याट एक्सर्साइज आई गो फर एनदर एक्सर्साइज विच वर फर द लोवर ब्याक। भिडियो बनाएपछि मलाई थाहा भयो कि म धेरै लिन ब्याक गरिरहेको रहेछु, सो this form is wrong. There's so many exercises which I'm doing wrong. Rather than giving up, I feel like I'm improving, but there is still so many things to do and so many things to learn from others. So stick with my journey process which will motivate you too. So let's move on to another back exercise, barbell row. Don't forget to tie a belt on your wrist. अलिकति पनि heavy weight हान्नु भएको छ भने कमर बेसमा दुख्छ। So after setting off a camera, I move on to last upper back exercise. This exercise target my whole upper back. It's pretty amazing, exciting and exhausting too. Oh my goodness. अनि back को exercise सकिसकेपछि चाहिँ बाइसेप को एक्सरसाइज तिर गए म। भेराइटिज अफ बाइसेप, डम्बल क्रल्स, बार्बल क्रल्स and single rope pull. After doing this all exercise and this is my final look after exercise. अनि त्यसपछि म घर आएँ अनि पुष्पाले चाहिँ लाल चन्दन तस्करी गरिरहेको मैले देखेँ है गाइस, देखेँ। अनि राति छतमा सुतेको थिएँ, मिठो स्वादिष्ट पानी पर्यो, शीतल भयो, मजाले सुतेँ, निन्द्रा आनन्दले पुग्यो। सो सी यू गाइस इन अनदर भिडियो, डु फलो। आज त मासु पकाएको होला नि, आज त खान्छस् तैले मासु तेरो कमाछस्। Sure.